हेर्नु गाइज यहाँ चाहिँ के हुँदैछ भुन्टीलाई च्याप्पा समातेर बाँधेको छ। तपाईँहरूले सक्छ मेरो यो युट्युब च्यानलमा नयाँ साथीहरू जोडिनु होला र लाइक सब्सक्राइब गर्नु होला। अब आयो भुन्टी साथीहरू। भुन्टीलाई चाहिँ यस्तो गर्यो कि जुनले चाहिँ सिया र उनकी भूपेन्द्रकी प्रेमिकाले बाँधेर च्याप्पा समातेर बाँधेको छ। छोड भन्दा पनि छोडेको छैन। ऊ बिरामी मान्छेलाई चाहिँ त्यस्तरी समातेर चाहिँ धम्की त्यो दिँदै मेरो बुढालाई छोड्दै डिभोर्स गरे याङथ्याङ गर, तैँले चाहिँ अर्को केटो नाटो खेलाउने, अरूसँग जाने, तँलाई लाज पनि छैन। हेर्न त्यो भूपेन्द्रलाई चाहिँ तैँले डिभोर्स दिनुपर्छ भन्ने चाहिँ यस्तो धम्की दिँदैछन्। उनी भन्दैछन् मलाई खोलिदेऊ मलाई हेर्नुहोस्, खोलिदिनुहोस्, म तपाईँको मलाई चाहियो पनि छैन, के पनि चाहिएको छैन, तपाईँले मलाई खोलिदिनु पर्यो, मलाई के पनि चाहिँदैन भन्छ। अनि चाहिँ उनले नमान्दा चाहिँ उनले चाहिँ हात खुट्टा फुकालेर चाहिँ उनलाई झ्याप झ्याप गरेर चाहिँ जगल टक्काएर भुल्टेङ गरेर अनि यो देख्दा चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू? राम्रो लाग्यो कि नराम्रो लाग्यो चाहिँ भन्न नछुटाउनु होला साथीहरू। उनले चाहिँ जगल्टा चुरेर आफ्नो जेठानीको र सौताको हुन्ला आकी हुनेको अनि चाहिँ यस्तो भयो। अनि चाहिँ भूपेन्द्रले भने उनको भिडियो अगाडि नै देखिसकेको थियो र उनलाई भुन्टीलाई चाहिँ तिमी यहाँबाट जाऊ भनेर चाहिँ साथीहरू डब्बाहरूले हान्छ। बिचारी भुन्टीलाई चाहिँ दुःख हुन्छ, उनको चाहिँ मन पोल्छ। कुनै पनि त्यही श्रीमानले अगाडि चाहिँ माया गरे जस्तो नाटक गर्ने, आफ्नो आइपरेको बेला फेरि त्यो भिडियो देख्दा बित्तिकै त्यस्तो गर्न पाइन्छ र भने त्यस्तो देख्दा चाहिँ बिचारीको मन चाहिँ लास्टै टुटेको छ। त्यो श्रीमानलाई उगाउनु त पाप हो। यता भने भूमिकाको र भूमिका कि दिदीको चाहिँ यहाँ झगडा परिसकेको छ साथीहरू। यहाँ चाहिँ ड्रममा भूमिकालाई जगल्टा चिकुटेर उनकै लिपेको ठाउँबाट लडाउँदै गाली गरेको छन्। तेरो माइतीले मलाई के दियो, कस्तो दियो, भिक्कारीकी छोरी भन्दै चाहिँ यहाँ उ गर्दैछन्। तँलाई यहाँ तह नलगाएर हुँदैन भन्दै चाहिँ उनले चाहिँ यो लिपेको ठाउँमा चाहिँ लोटाएर खसाएर यस्तो गरिन्। ठिक्कै भयो भूमिकालाई भन्ने चाहिँ को हुनुहुन्छ जुन चाहिँ भुन्टीलाई चाहिँ दुःख दिएको थियो। ठिक्क भयो, उनले पनि दुःख पाउनुपर्छ। भुन्टीलाई दिएको दुःख चाहिँ देख्दा चाहिँ मलाई चाहिँ खुब आनन्द लागेको छ साथीहरू। तपाईँहरूलाई कस्तो लागेको छ कमेन्ट र लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। तर यो भुन्टी न्यू एपिसोडमा चाहिँ नयाँ मोड चाहिँ ल्याउँदैछ साथीहरू, राम्रो छ। अनि यता भयो भने भूपेन्द्र भयो भने यहाँ चाहिँ भुन्टीदेखि रिसाएको छ र भुन्टीलाई अनेक थरीको ऊ गर्दै चाहिँ नराम्रो सोध्दैछ। उनले चाहिँ त्यो भुन्टीको चाहिँ भिडियो देख्दा चाहिँ उनले चाहिँ रिसाए आँखा नेत्न गराएको छ। तर भूपेन्द्र चाहिँ पापी नै हो। म त भन्नुपर्दा सिधा चाहिँ भुन्टीलाई त्यत्नो गरेको ऊ पनि देखेन अनि चाहिँ उसले चाहिँ अझ उही माथि गरिरहेछ। यता भयो भने मास्टरले चाहिँ टोकेर यसलाई चाहिँ भुन्टीको श्रीमान हो भनेर चाहिँ उनलाई चाहिँ गाली गर्दैछ। अनि चाहिँ गलत फ्यामिली दूर भइसकेपछि साथीहरू उनी चाहिँ एक ठाउँमा गएर चाहिँ कुरा गर्दैछन् र दाइ भुन्टी तपाईँको बहिनी रहेछ, सरी दाइ मैले तपाईँमाथि हात उठाएँ दाइ भन्दै चाहिँ